राम्रै गरी पालौँ खसी, राम्रै गरौँ जो हो, कमाइ गर्छौँ राम्रो, छैन कसैको मोह। खसी पालौँ राम्रो आम्दानी लिउँ, नेपालकै नाममा राखी दुनियाँभर चिनाउँ, नेपालकै नाममा राखी दुनियाँभर चिनाउँ। 4-5 दिन भयो। खसी पालनको महत्त्व नेपालको बारेमा म भन्न गइरहेको छु। खसी पालनको महत्त्व नेपाल जस्तो कृषि प्रधान देशमा धेरै महत्त्वपूर्ण छ। यसको मुख्य फाइदाहरू निम्न अनुसार छन्। आर्थिक लाभ, रोजगारी सिर्जना, गाउँ तथा सहर दुवै क्षेत्रमा व्यावसायिक रूपमा खसी पालन गर्दा रोजगारीको अवसर प्राप्त हुन्छ। न्यून लागत, राम्रो आम्दानी, कम लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ। बजार उपलब्धता, दसैँ तिहार, विवाह भोज तथा अन्य कार्यक्रममा खसीको उच्च माग छ। पोषण, खाद्य सुरक्षामा योगदान, खसीको मासु उच्च मात्रामा प्रोटिन, आइरन, भिटामिन B12 आदि पोषक तत्त्वको भरिपूर्ण हुन्छ। स्वच्छ मासुको स्रोत भएकोले राम्रो खानपानका लागि पनि उपयोगी छ। कृषि प्रणालीमा टेवा, खसी पालनले खेतबारीका लागि मल, गोबर प्रदान गर्दछ, जसको माटोले उर्वरा शक्ति बढाउँदछ। खरबारी, झारपात आदि खाएर वातावरण स्वच्छ बनाउन मद्दत गर्दछ। निर्यात तथा व्यापारिक सम्भावना, नेपालमा उत्पादित खसी भारत, चीन लगायत अन्य देशहरूमा निर्यात गर्न सकिन्छ। सिमिकोट गाउँपालिका वडा नम्बर 2 का चक्र रावल हुनुहुन्छ। उहाँ निकै फुर्तिलो र जोस जागर धेरै लाग्यो। उहाँ एकदम जागरुक मान्छे हुनुहुन्छ। उहाँ विगत लामो समयदेखि खसी पालन गर्दै हुनुहुन्छ। आज उहाँसँग हामी जम्का भेट भएर कुराकानी गरेका थियौँ। खसीमा खासै आम्दानी नदेखे तापनि तर लामो समयदेखि यही व्यवसाय अँगाल्नु भएको छ। यो खसी कम्तीमा 100वटा जति छन् रे उहाँले भन्नुभएको। यहाँ स्याम्ने गाउँ जुन वडा नम्बर सिमिकोट 4 नम्बरमा पर्दछ, उहाँ त्यहाँ हिउँदको समयमा घाँस नहुने भएको हुँदा त्यहाँ चराउन ल्याउनु भएको थियो। त्यसपछि आफ्नै गाउँ जुन ठेगाउँ भन्छ त्यहाँ लिने रे। त्यसपछि पनि ठेगाउँबाट धेरै टाढा लिनु पर्दछ। यसलाई सधैँ एक्टिभ जागरुक हुनुपर्दछ, फुर्तिलो हुनुपर्दो रहेछ खसी पालनको लागि। रुखमा चढेर खसीको लागि घाँस काटेर तल फालेर खसीहरू खाँदैछन्। यसको लागि मेहनत चाहिँ धेरै गर्नुपर्दो रहेछ। मेहनत भएपछि मान्छे जुनसुकै व्यवसाय पनि सफल हुन्छ। यो व्यवसायमा पनि एकदमै मेहनती हुनुपर्दछ। उहाँ चाहिँ एकदम मेहनती मान्छे हुनुहुन्छ। खसी पालन पनि एउटा यस्तो व्यवसाय हो जुन एकदम गाह्रो छ। दिन रात घाम पानी वर्षा नभनेर खसीहरूलाई वनमा चराउन जानुपर्छ। किनभने एउटा दुईटा भए पो घाँस हालेर सम्भावना छ। उहाँहरूलाई वनमै लिएर चराउनु पर्छ। हेर्नु त धेरै टाढाबाट यहाँ अर्काको गाउँमा आएर यहाँ खसी चराउँदै हुनुहुन्छ। भोलि पर्सि फेरि यहाँबाट आफ्नो घरबाट धेरै अर्काको अरू टाढा टाढा वनमा पनि चराउन जानुपर्छ। त्यहीँ बास बस्नुपर्छ। अनि त्यही भएर यो व्यवसाय एकदम मेहनतका साथ गर्यो भनेपछि सफल भइन्छ।
आजकल के गाह्रो छ कि छैन बन्नहरू कस्तो छ गाडो धेरै गाडो हो आज कहाँबाट चराएर आउनुभयो आज हजुर। आज त तलाई बाट कुडिल्लाबाट ए अनि यहाँ कति बस्नुहुन्छ यो चराउने ठाउँमा यहाँ 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 बहिनी हो त अब 10-15 दिन बहिनी हो अनि त्यसपछि कता लिनुहुन्छ अझ ट्रेलिने ए त्यहाँबाट त्यहीँ चराउनुहुन्छ होइन त्यही चराउने अझ 20 दिन त्यहीँ अहिलेदेखि त बुन्न बाजी त हुँदा त धेरै गाह्रो होला हैन गाडो धेरै गाडो यो नि हात वाह 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 छोरो कति बड्डो छ अरे यो इन्जिनियर बोटु छ त्यही हजुर यही पाठाबाटै होला है हजुर भारी बोक्दैन पढायो हो ए भारी बोकेर है भारी के बोक्नु भयो त भारी बोक्नु त बुढ्या ए ताक्लाकोटमा जानुभयो है चिन चिनमा त्यो पनि गर यो यो ठुलो टो पटिया ल्यान न जग्र राहुल राहुल हो कि राहुल हो घर छे ए कति वर्षदेखि भेडा पालन सुरु गर्नुभयो भइगयो त अब उहिलेदेखि 59 देखि 59 सालदेखि त्यो पहिला भेडा पालन भेडा के कारणले पहिला भेडा पाल्थे पहिला प्यार पाल्न लाग्यो अझ अहिले पनि बच्चा लागि हो अहिले साल त आम्दानी भएन हो खै भेडा कति जति छ भएन होइन पहिला चाहिँ अब यो नुन अनि चामल बोक्ने काम गर्थ्यो अहिले चाहिँ खालि मासुको रूपमा मात्रै अहिले प्रयोग मर्सीको रूपमा त्यो देउताले दिने मात्रै हो है देउता ने दिन्छ है हजुर देउतालाई दिनलाई देउता दिने लिने भए अहिले नाना रुपियाँ दिने भए यो कतिमा बिक्री हुन्छ यी अब के अहिले भएपछि 12-13 हजार भन्नु यो सानो आइबेल त नानै छैन आइबेल त भर्खर चल्ला गाडी देखि गर्दै आउनुभयो 59 गरी बयानतिर लागि ए त्यति भएन भएर ए नभए पनि निरन्तर गरिरहनु भएको छ बालबच्चा पाल्नबाट ए बालबच्चा यतिले पाल्नुहुन्छ यही त पाल्नु कति छन् बच्चाहरू 5 बच्चा ए हरू खान पाइन्छ